हेलो धर्म फ्रेन्डहरू, टसिटीले बिहानीको बिहानी भन्दा पनि मध्य दिन भयो र तपाईँहरू सबैजनालाई आज फेरि पनि म केही शब्दहरू राख्न चाहिराखेको छु। र अब नयाँ साल पनि एकदमै आइसक्यो र हामीले नयाँ सालको एकदम तपाईँ सबैजना तयारी गर्नु हुँदै होला हैन। नयाँ साल सबैको राम्रो बितोस्, म पनि एकदम प्रे गर्दैछु। र मेरो धर्ममित्रहरू आउनु भएको थियो, उहाँहरू आज फर्किनु भयो र अब चाहिँ म एकदम सिरियसली पूजा गर्नेछु। र नेकरमा पनि धेरै पूजा त्यति अब सिरियस पूजा चाहिँ भएन, किन भन्दाखेरि चिसोले गर्दाखेरि, ठन्डाले गर्दाखेरि। र अब फेरि हाम्रो धर्ममित्रहरू पहिला आउनु भएकोले गर्दाखेरि अलिकति कन्फ्युजन हैन, त्यस्तोले गर्दा त्यति राम्रो पूजाहरू चाहिँ भएन। तर अब चाहिँ आज भोलिदेखि चाहिँ आज उहाँहरू फर्किनु भयो। भोलिदेखि चाहिँ अब राम्ररी पूजा गरेर तपाईँहरू सबैको लागि सम्झिदिनेछु। तपाईँहरूको नराम्रो अब्स्ट्याकलहरू सबै हटेर जाओस् र राम्रो दिनहरू आओस् भन्ने चाहिँ अब म प्रे राखिदिनेछु। र तपाईँहरू पनि लागि पर्नुहोस्, आफूले जति गरेको गल्तीहरूलाई, जति पनि अब तपाईँहरूको आफन्तसँग भयो, साथीभाइसँग भयो, जति पनि अब तपाईँहरूको दुश्मनहरू भयो भने सबै दुश्मनहरूलाई माफ गरेर तपाईँले जति जे भयो अब यो गएको दिनहरू चाहिँ तपाईँले एकदमै भुलेर आउने नयाँ दिनमा चाहिँ सबैसँग मित्रता बनाएर र तपाईँले एकदमै धर्मलाई चाहिँ अपनाएर हैन। धर्म अपनाउनुको मतलब चाहिँ अब धर्म एकदमै जोडतोड गर्ने पनि होइन, जे गर्दैछ त्यसलाई चाहिँ धार्मिक पाराले गर्ने हैन। जुन काम गर्नुहुन्छ त्यसलाई चाहिँ सोचलाई राम्रो गर्ने हैन। गरेर चाहिँ तपाईँले आफ्नो अब आउने दिनहरू राम्ररी बिताउने के भन्छ प्रे गर्नुमा चाहिँ अब आउने दिनहरू मेरो एकदम राम्रो बितोस्। अब गएको दिनहरूमा कति गल्ती भएला त्यसको लागि माफ माग्ने र आउने दिनमा चाहिँ म यस्तो गल्ती गर्ने छुइनँ भनेर चाहिँ साङ्गेपट्टि, गुरु रिम्पोचेपट्टि, टिचिङ डोल्मापट्टि तपाईँले जो पनि तपाईँहरूलाई एकदमै राम्रो लाग्छ उहाँहरूप्रति चाहिँ 10 हात जोडेर तपाईँले प्रे गर्नुहोस्। प्रे गरेर चाहिँ के भन्छ आउने गल्तीहरूलाई माफ मागेर गएको दिनहरूको गल्तीलाई चाहिँ माफ मागेर आउने दिन चाहिँ एकदमै आफैलाई शुद्ध बनाउने, आफैलाई कुकर्मदेखि बचाउने, आफूलाई धर्ममा लगाउने, आफूलाई धर्म चिन्ने, धर्म चाहिँ के रहेछ हैन भन्ने कुरो चाहिँ राम्ररी बुझेर बुझाउनेहरूबाट एकदम सिक्ने हैन। अब तपाईँले जति गर्नु हुँदैछ धर्म त गर्नु हुँदैन, तर मैले नै जानेको छु धर्म भनेर त्यो धर्ममा त्यस्तो भनेर हिँड्नु भयो भने चाहिँ तपाईँले घमण्ड हुन्छ त्यसमा हैन। तपाईँले जति धर्म गर्नु हुँदैछ भने पनि मैले त जानेको छुइनँ, म अझै सिक्नुपर्ने रहेछ भन्ने सोचहरू राखेर चाहिँ अब अगाडि बढ्नु भयो भने चाहिँ तपाईँले राम्रो गुरुहरू पाउनेछ। र आफैले पनि के भन्छ आफ्नो भित्रबाट चाहिँ त्यस्तो खालको सोच राखेँ, मैले चाहिँ जानेकै छुइनँ, म चाहिँ सिक्नुपर्छ भन्ने चाहिँ तपाईँहरू आफूलाई त्यस्तो सोच्नुपर्छ। मैले जानेको छु, मैले धर्म गर्दैछु भन्ने गर्यो भने चाहिँ त्यसमा घमण्ड हो, त्यो चाहिँ घमण्ड हो। त्यस्तो सोच्नु हुँदैन। त्यस्तो सोच्नु भयो भने चाहिँ तपाईँले पूजा गरेकै हुँदैन, त्यसमा चाहिँ घमण्ड आइराखेको छ। मैले त सिकेको छुइनँ, मैले त गर्नुपर्छ, मैले त धेरै धर्म सिक्नुपर्छ भन्ने विचार राखेर चाहिँ तपाईँले आउने नयाँ साललाई स्वागत गर्नु र तपाईँको अब्स्ट्याकलहरू हटेर जानेछ। जति सोच राम्रो हुन्छ त्यति तपाईँहरूलाई ब्लेसिङ पाउनु हुनेछ। जति तपाईँले सोचमा घमण्ड राख्नुहुन्छ, माया मोह ईर्षा घमण्ड यो लोभ लालचहरू राख्यो भने चाहिँ तपाईँलाई अब्स्ट्याकल आउनेछ। सबैलाई चाहिँ त्यागेर तपाईँले धर्मपट्टि आफ्नो के भन्छ मन धन दिएर चाहिँ धर्मलाई चाहिँ अँगाल्ने कोसिस गर्नुहोस् भन्दै आजको छोटो शब्दलाई यहीँ राख्दैछु। तपाईँहरूको नयाँ साल एकदमै राम्रो भएर जाओस्। तपाईँहरू सबैजनालाई साङ्गेले ब्लेसिङ दियोस्, गुरु रिम्पोचेले ब्लेसिङ दियोस्। तपाईँको कुकर्मलाई के भन्छ अनदेखा गरेर सबै भगवानहरूले तपाईँलाई ब्लेसिङ दियोस्, यो मेरो शुभकामना छ। लसो टसिटीले मध्य दिनको गुड नाइट। नमो बुद्धय, नमो बुद्धय, नमो बुद्धय।